काठमाडौँदेखि पोखरा एक्लै निस्किएको एउटा सुन्दर यात्रा। शुक्रबारको दिन बिहानको ड्युटी परेकोले घरबाट 6 बजे नै निस्किएँ बानेश्वर अफिसमा। अनि 12:30मा ड्युटी सकिएपछि भोलि शनिबार विकली अफ कतै घुम्न जाउँ कि भन्ने सोच आयो। कहाँ जाने त भनेर सोच्दा अब पोखरा गएको थिइनँ। पोखरा जाउँ कि भनेर गुगल सर्च गरेको 6 घन्टामा पुग्ने भएपछि कलङ्की पुगेर पोखराको गाडी चढेँ। अनि सुरु भयो मेरो पोखराको एक्लो यात्रा। अफिसकै ड्रेसमै थिएँ। सिधै अब पोखरा जाने सोचाएपछि त्यत्तिकै निक्लेँ म। केही पनि थिएन साथमा, ब्याग थियो। अब कुनै प्लान पनि थिएन, बस पोखरा घुम्नु थियो। अब कहिलेकाहीँ जिन्दगीमा कुनै ठुलो योजना चाहिँदैन रहेछ। बस एउटा झोला बोक्ने, गाडी चढ्ने अनि आफूलाई मन लागेको ठाउँतिर निस्किने। आज म पनि त्यस्तै एउटा यात्रामा निस्किँदैछु, काठमाडौँको भिडबाट पोखराको शान्त वातावरणतिर। यो यात्रा कुनै साथीहरूसँग होइन, परिवारसँग पनि होइन, एक्लो यात्रा। काठमाडौँ छोड्दै गर्दा मनमा एउटा प्रश्न आइरहेको थियो, एक्लै यात्रा गर्दा कस्तो हुँदो रहेछ भनेर। सायद बाटोमा यसको जवाब पनि भेटिएला। कुनै ठाउँमा पानी परिरहेको थियो, पहिरो खस्ने हुनाले हतारमा उइकिए। गाडी पनि उइकाइएको थियो एकदमै। ड्राइभरले पनि एकदमै धेरै कहाँबाट ढुङ्गा खस्न सक्छ, पहिरो खस्न सक्छ भनेर गाडी एकदमै हुर्काइरहेको थियो। कृष्ण फेरीदेखि लिएर मुगलिन नारायणगढ यो सडकमा चाहिँ एकदमै धेरै पहिरो जान सक्ने भएकोले पानी एकदमै धेरै परिरहेको थियो बिचतिर पनि। अनि काठमाडौँको अब व्यस्त सडकहरू बिस्तारै पछाडि छुट्दै थिए, सहरको कोलाहल कम हुँदै थियो अनि बाटो वरिपरिदेखि नै हरियाली बढ्दै गएको थियो। कहिले पहाड हेर्दै, कहिले नदी हेर्दै, अब डुब्दै गरेको घाम हेर्दै यो यात्रा आफैमा एउटा छुट्टै अनुभव बनिरहेको थियो मेरो लागि। काठमाडौँबाट छुटेर एक्लै पोखरा जाँदाखेरिको यो यात्रा। अनि कलङ्की, मलेखु, धार्के, गजुरी, दमौली हुँदै लामो यात्रापछि अन्ततः आइपुगेँ पोखराको पृथ्वी चोकमा ओर्लिएँ। पोखरा भन्नै पर्दैन, जहाँ प्रकृति र शान्तिले एकैपटक मनलाई छोइरहेको थियो। मेरो पहिलो गन्तव्य फेवाताल। पोखरा पुगेपछि फेवाताल नपुग्ने कुरै भएन। पोखरा आएर फेवाताल नआइकन यात्रा पुरा भयो भन्न त अब मिल्दैन होला। तालको किनारमा उभिँदा लाग्छ केही समयको लागि संसार अलि ढिलो चले पनि हुन्थ्यो जस्तो। तालमा चलिरहेका दिन पानीमा परेको पहाडको छाया अनि वरिपरिको शान्त वातावरण। एक्लै आएको भए पनि आएपछि एक्लोपन खासै महसुस नै नहुने रहेछ। मलाई पोखरामा यस्तै अनुभव भयो। बरु लाग्छ कहिलेकाहीँ आफूलाई समय दिन पनि यात्रा गर्नुपर्छ, एक्लो यात्रा। अब लागौँ अर्को ठाउँतिर, डेभिस फल्स, सेती खोजतिर। पानीको निरन्तर आवाज हुँदा पनि सेतो नदी हो, सेतो सेतो चट्टानसँग ठोकिँदै तल झर्दै पानी। प्रकृतिको शक्तिशाली प्रकृति अब बनिरहेको रहेछ। सेती खोज्दै गएर पर अब त्यो बाँधहरू त्यहाँ धेरै जम्नु भएकोले, त्यो सेती बाँध्ने एकदमै धेरै जोखिम भएकोले त्यहाँ चाहिँ अब नयाँ संरचनाहरू पनि बन्दै रहेछ। त्यही भएर धेरै चाहिँ हेर्न पाइएन। त्यहाँ एउटा ठाउँबाट मात्रै हेर्न दिएको थियो। अब धेरै ठाउँहरू चाहिँ त्यहाँ पहिलाको भन्दा भत्काएको थियो भनेर त्यहाँ मान्छेहरूले पनि भनिरहेको थिए। अनि त्यसपछि त्यो सँगैको रहेको ठ्याक्कै अपोजिटमा गुप्तेश्वर गुफा रहेछ। अनि डेभिस फल्सको नजिकै त्यो गुप्तेश्वर गुफा। बाहिरको उज्यालोबाट भित्र पस्दा वातावरण नै फरक। गुफाभित्रको त्यो प्राकृतिक बनावट, धार्मिक आस्था अनि शान्त वातावरणले यात्राको अर्को अनुभव पनि थप्यो। केही ठाउँको फोटोहरू पनि खिच्नका लागि हुन्छन्, कुनैमा अब खिच्न दिनु भएन। तर त्यहाँभित्र चाहिँ छुट्टै खालको महसुस भइरहेको थियो। अब त्यहाँ के रमाइलो पनि गरियो एक्लै। त्यहाँ सँगै रहेका जो भेटिन्छ त्यसलाई त्यो मान्छेलाई चाहिँ अब भिडियो एकचोटिको लागि खिचिदिनको लागि, फोटो खिचिदिनको लागि आग्रह गरेपछि उहाँहरू पनि खुसी खिचिदिनु भयो। अब लागौँ अब आज सबै धेरै सक्ने जति एक दिनमा कहाँ घुम्न सकिन्छ भनेर अब सारङकोटतिर लाग्यौँ। एकदमै धेरै माथि, पोखरालाई चाहिँ माथिबाट हेर्न मिल्ने ठाउँ सारङकोट होइन। एकदमै त्यो जाँदाखेरिको मजै बेग्लै, एकदमै सफा। पोखराको ठाउँहरू बिचबाट अब त्यो पहाडको सानो सानो ठाउँमा पनि गल्लीहरू बनेको, पिच बाटो बनेको, एकदमै फरक भइसकेको रहेछ। पोखरा चाहिँ सफा, कहीँ पनि अब अघि भर्खरै पानी परेको थियो, त्यसपछि एकदमै राम्रो खुलेको त खासै थिएन आकाश, त्यही पनि बाटोहरू चाहिँ एकदमै राम्रो थियो। माथिबाट हेर्दाखेरिको अब पोखरा सहर कस्तो देखिँदो रहेछ त। यति बेला चाहिँ म कहाँ छु भने
पोखराको एकदमै पपुलर ठाउँ साराङकोट। यहाँ पछाडि चाहिँ पामे भन्ने ठाउँ हो। पामे एकदमै त्यहाँ एक्लै यात्रा गर्दा यस्ता क्षणहरू झन् गहिरो लाग्दो रहेछ। एकदमै धेरै फिल हुने, मतलब एकदमै राम्रो फिल हुने खालको क्षणहरू हुँदो रहेछ। अनि सोचे खुसी हुन सधैँ ठुलो भिड चाहिँदैन रहेछ, कहिलेकाहीँ आफू र प्रकृति मात्रै भए पनि पुग्ने रहेछ भन्ने लाग्यो। यदि बिहानको सूर्योदय हेर्न समय मिल्यो भने साराङकोटको बिहान त झन् अर्को अनुभव हुने रहेछ भन्ने लाग्यो मलाई। तर आज मेरो यात्रा चाहिँ यतिमै सकियो भन्नुपर्छ। यो यात्रामा अरू ठाउँ पनि घुम्न पाइनँ। पोखरा सहर वरिपरिका चर्चित ठाउँहरू त धेरै छन्, त्यसमध्ये अब अर्को यात्रामा छुटाउन नहुने ठाउँ भनेर चाहिँ रूपाताल, बेगनासताल, रूपाकोट गुम्बाहरू, यहाँ यो साराङकोटबाट देखिएको गुम्बाहरू पनि देखिया छ। अब तालबाराही अर्कोपल्ट आउँदा पक्कै घुम्नेछु। पोखरामा घुम्नुपर्ने ठाउँ यति धेरै छन् कि एकै दिनमा सबै घुम्नै नसकिने। विशेष गरी गुम्बा र धार्मिक तथा सांस्कृतिक स्थलहरू घुम्ने इच्छा थियो, तर समयले साथ दिएन। अर्को यात्राको लागि मागी नै राखेको छु। आज काठमाडौँको भिडबाट निस्केर पोखरासम्म आइपुगेँ। देवातालदेखि डेभिस फलसम्म, गुप्तेश्वर गुफादेखि साराङकोटसम्म, रूपा, बेगनास र रूपाकोटसम्म पुग्ने यात्रा थाती राख्दै आफैमा एउटा सम्झना लायक यात्रा बन्यो। केही ठाउँहरू छुटे, सायद यात्रा पूर्ण हुन सबै ठाउँ पुग्नै पर्छ भन्ने पनि छैन। केही ठाउँ अर्को पटकका लागि छोड्नु पनि यात्राको सुन्दरता रहेछ भन्ने लागिरहेछ। एक्लै हिँड्नु भनेको एक्लो हुनु होइन है, फेरि कहिलेकाहीँ एक्लै हिँड्दा नै आफूलाई अझ नजिकबाट भेटिँदो रहेछ। मैले यही अनुभव गरेँ। पोखरालाई बिदाई गर्दै अर्को पटक बाँकी रहेका गुम्बा, अझ नयाँ ठाउँ र नयाँ यात्रासहित आउनेछु।